नमस्ते, वेलकम ब्याक टु माई च्यानल फ्लेवर्स अफ नेपाल। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक अनि सेयर सब्सक्राइब पनि गरिदिनु होला। आज मैले चनाको पुरी रेसिपी सेयर गर्दैछु। यो खासमा मधेसी समुदायमा एकदमै प्रचलित छ र मैले पनि त्यहीँबाट सिकेको। सधैँ कहिले कहिले यसरी बनाएर खाँदा एकदमै मिठो हुन्छ। त्यसको लागि हामीले चनाको दाल चाहिन्छ। चनाको दाललाई यसरी धोएर मजाले बेलुकै भिजाउने। बिहान 2 सिटी लगाइसकेपछि चनाको दाल रेडी हुन्छ पाकेर। अनि यसलाई सिलौटो अथवा मिक्सचरमा पिस्नुपर्छ, यसरी पेस्ट बनाउने। अनि आफूलाई मनपर्ने मसलाहरू राखेर प्यानमा थोरै तेल, जिरा, अदुवा लसुनको पेस्ट अनि प्याज, स्वादअनुसार नुन खोर्सानी राखेर मजाले एकछिन यसलाई फ्राई गरेर निकाल्ने। र मैले प्लेटमा एकछिन सेलाउनको लागि छाड्दै। अब हामीलाई चाहिन्छ आटालाई मजाले गुदेर अघि नै मैले रोटीको डो बनाइसकेको छु रोटीको लागि। अनि मजाले अब कत्रो बनाउने पुरी त्यही अनुसारको पिठोलाई हातमा लिएर डल्ला बनाउने र मजाले यसलाई यसरी दुईटा औँलाले प्रेस गरेर पिठोलाई मुनि अलिक डल्लो गहिरो यस्तो बनाउने। अनि अब अघि हामीले मिक्स गरेर राखेको चनाको यो पेस्टलाई पनि चम्मचले अथवा हातैले यसरी राखेर, धेरै राख्यो भने फुट्छ, ठिक्क राख्ने। अनि फेरि यसरी हेर्नुहोस् त, भिडियोमा देखाए जसरी नै अब यो हातले दुईटा औँलाको सेपले यसरी पिठोलाई यसरी मोडिदिने र गोलो बनाएर अब बिस्तारै नरम हातले बेल्नाले यसलाई बेल्ने, रोटीको सेप दिने। यसै गरी मैले सबै पिठोलाई पनि मजाले नरम हातले बिस्तारै बेल्दै रेडी गर्दैछु। हजुरहरू पनि यसरी कहिले कहिले बनाएर खानु होला। अनि बच्चाहरूलाई अब चना खाँदैनन् भने पनि यसरी दिँदाखेरि चाहिँ एकदमै मिठो हुन्छ कि भित्रको फिलिङले गर्दाखेरि अन्डा जस्तो फसफस परेको। मलाई चाहिँ अचार अनि यस तरकारीसँग खान एकदमै मनपर्छ। यदि हजुरहरूले ट्राई गर्नुभएको छैन भने एकचोटि हजुरहरू पनि ट्राई गर्नु होला है त। अनि यसै गरी मैले सबै रोटीलाई यसरी चनाको दाल भर्दै रोटीको सेप दिँदैछु। अब हामीलाई चाहिन्छ तेल। मैले तोरीकै तेललाई लिएको छु। अब सनफ्लावर भए त अझै राम्रो हुन्छ। तेल राम्रोसँग तातिसकेपछि अघि बनाएको पुरीलाई यसरी राखेर मजाले दुवै साइडतर्फ फर्काएर यसलाई सेक्नुपर्छ। मेरो ब्याकग्राउन्ड साउन्ड चाहिँ बाख्राहरू आइरहेको छ। यति बेला म चाहिँ गाउँमा गएको छु र माइन्ड नगर्नु होला। अनि मजाले सबै पुरीलाई तालेर मैले एउटा प्लेटमा राख्दैछु। अहिले म सर्भ गरेर पनि देखाउँछु। हजुरहरू पनि यसरी कहिले कहिले चना राखेर बनाएर खानु होला। हेल्दी पनि हुन्छ। अब हेल्दी तारेको त्यति धेरै त हुँदैन, त्यही पनि एकदमै मिठो हुन्छ। अनि बच्चाहरूले चना खाँदैनन् भने पनि यसरी खुवाउँदाखेरि चाहिँ चना पनि खाने भयो अनि पुरीको स्वाद पनि भयो। अब कहिले कहिले खाँदा त केही फरक पर्दैन, तर सधैँ चाहिँ यसरी तारेको खाँदा त्यति हेल्दी त मानिँदैन। मैले चाहिँ यसरी बनाएर तरकारी अथवा अचारसँग खाँदा मिठो हुन्छ। मैले चाहिँ आज तरकारी नबनाएर अकबर र टिमुरको अचारसँग खाँदैछु। हेर्नुहोस् त, सबै बनेर रेडी भइसक्यो। अब म हजुरहरूलाई प्लेटमा राखेर अनि भित्र पनि यसको भित्रको भाग पनि देखाउँदैछु। एकदमै मजाले मिलेको लेयर हुन्छ कि यसमा। एक पत्र चाहिँ पिठो हुन्छ भने अर्को पत्र चाहिँ मजाले दाल बसेको हुन्छ। खाँदाखेरि एकदमै के अन्डाको भित्रको भाग हुन्छ, त्यो पहिलो भाग त्यस्तै खाए जस्तो स्वाद हुन्छ कि एकदमै मलाई मनपर्छ। हजुरहरू पनि फर्स्ट टाइम हुनुहुन्छ भने चाहिँ एकदमै मनपर्छ ल, ट्राई गर्नु होला। अनि मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्छ, यदि मनपर्छ भने लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। मैले चाहिँ भर्खरै अस्ति टिमुर र अकबरेको अचार बनाएको थिएँ, मजाले अदुवा लसुन सबै राखेर। अनि अब तरकारी बनाउन भ्याइन है, त्यस पछाडि यसरी अचारसँग पनि एकदमै मिठो हुन्छ। म अचारमा डुब्दै यसरी खान्छु। अहिले पनि सम्झिँदाखेरि अब अलिक अगाडि बनाएको भिडियो, तर अहिले यो बनाइराख्दा पनि फेरि खाउँ लागिसक्यो कि एकदमै मिठो लाग्छ मलाई। प्लिज हजुरहरू पनि यदि नयाँ टेस्ट लिन चाहनुहुन्छ भने चाहिँ यसरी बनाएर तरकारी अथवा यसरी चटनीसँग खाँदा पनि एकदमै मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ।